हेलो गाइस, सम्पूर्णमा राधे राधे। म सुगम। आज म धेरै एक्साइटेड छु, धेरै खुसी छु। किन भन्दाखेरि यो खुसी हुनुको कारण नै हजुरहरु हो। किन खुसी छु भन्ने कुरा म एकैछिन पछि म हजुरहरुलाई भन्दैछु। तर मेरो भिडियो आयो भन्दैमा यसरी ठेल्नु होइन नि, कमसेकम हेरिदिनु। यत्रो कष्ट गरेर भिडियो बनाउँदैछु, एउटा भिडियो बनाउन कति कष्ट लाग्छ। एडिट गर्नु पर्यो यार, राति आइन्छ ड्युटीबाट आएर एकछिन भिडियो बनाएर एडिट गर्नु कति टाइम लाग्छ, कति गाह्रो लाग्छ। हजुरहरु हेर्दै हेर्नुहुन्न, कमसेकम हेरिदिनु। किन एक्साइटेड छु थाहा छ हजुरहरुलाई? आज मेरो फाइनली पस हो फेसबुकबाट आयो त पैसा। कहाँबाट आयो? कुदेर गुडुङ आयो पैसा। ग्याप्पै पो दिँदो रहेछ फेसबुकले, म त थाहा नै थिएन यत्रो पैसा दिएछ। हेर्न त, बापरे बाप, गनेर पनि गनि नसक्नु। यति मात्रै कहाँ हो र, यति मात्रै कहाँ हो र, अझै धेरै छन्। यहाँ हाल्नु सक्नुहुन्छ यति पैसा। देख्नुभयो नि, फेसबुकले पनि पैसा त टन्नै दिँदो रहेछ नि हौ। तेरिका, म त छक्कै परेँ नि हौ। फेसबुकबाट आयो पैसा भनेर सोच्नु भएको होला, दिन्थ्यो फेसबुकले पैसा। होइन, फेसबुकले दिएको होइन यो पैसा। फेसबुकले यत्रो पैसा दिन्थ्यो भने त म त किन रातिसम्म ड्युटी गरेर आउनु पर्छ? काम नगर्दा भइहाल्यो नि, भिडियो बनायो बसो गर्दा भइहाल्यो नि। दिन्छ फेसबुकले, तर यति छिटो म नতুन कन्टेन्ट क्रिएटर हो, त्यही पनि भिडियो हाल्ने टाइम छैन। कोही कोही बेला हाल्छु। मेरो भिडियोमा हजुरले सपोर्ट गरिदिनु भयो भने त मैले पनि भेट्छु, नभेट्ने कुरा होइन। सपोर्ट चाहिँ गरिदिनुपर्छ। मलाई भिडियो बनाउनु त्यति आउँदैन र पनि अब ट्राई गर्दैछु। ट्राई गर्नु नै बहुत ठुलो कुरो हो नि त। त्यही भएर हजुरहरूले मेरो भिडियो आउने नटेर्नु ल। सपोर्ट गरिदिनु, यसो लाइक कमेन्ट सेयर गरिदिनु, अलिकति उत्साह दिदिनु कि म पनि ताकि अर्को भिडियो राम्ररी बनाउन पाऊँ, अपग्रेड गर्न पाऊँ। ल, आजको लागि यति नै, धन्यवाद। तर फाइनली पैसा पसेको चाहिँ होइन ल, यो अर्कै कसैलाई पेमेन्ट गराउनु छ, त्यही भएर यो रेस्टुरेन्टको पैसा हो, पेमेन्ट गर्नको लागि लिएर आएको थिएँ। त्यसै एउटा भिडियो बनाइदिएको। बाई बाई।